यति धेरै सुन कहाँबाट आयो? मेरो नाम भीष्मराज आङदम्बे हो। मैबाट सुरु गरौँ र प्रधानमन्त्रीजीबाट सुरु गरौँ, अरूबाट होइन, हामीबाटै सुरु गरौँ। हाम्रो सम्पत्तिको छानबिनको सुरुवात हामीबाट सुरु होस्। उहाँको पनि के हो स्रोत, त्यसको छानबिन होस्। मलाई विश्वास छ मेरो प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति कुनै अवैध हो त्यस्तो मलाई लाग्दैन, त्यो मेरो विश्वास हो। तर परबाट जनताले सोधिराख्नु भएको छ, उहाँलाई भोट दिने जनताले सोधिराख्नु भएको छ। त्यो पनि हाम्रो पूर्वेली, हाम्रो भाषै दार्जिलिङतिरबाट आएको जस्तो हुन्छ। आम्मामा ब्रो भनेर सुरु हुन्छ त्यहाँ त भाषा सभा महोदय। त्यहाँका जनताले सोधिराख्नुहुन्छ, आम्मामा यति धेरै सुन कहाँबाट आयो? छक्क परिराख्नु भएको छ, सोधिराख्नु भएको छ, त्यसको स्रोत के हो? हो त्यो जनतालाई उहाँले जवाफ दिनुपर्छ, त्यसको स्रोत के हो?